मेरो बाउले पैसै नहुँदा पनि आफ्नो जर्सी काटेर मलाई लगाइदिन्थ्यो कि मेरो छोरा पछि फुटबल प्लेयर हुन्छ, एक दिन राम्रो खेलाडी हुन्छ भनेर। आज त्यो डोना थापा किन रुँदैछ क्या? किन रुँदैछ डोना थापा? जो डोना थापा यसरी आँसु झार्नुको कारण भनेको एन्फा हो। अनि उसले एउटा नाम लिइरहेको थियो लामा लामा भनेर। लामा भन्ने बित्तिकै सबैलाई थाहा छ क्या लामा भनेको को हो है नेपाली फुटबलमा। हो, डोना थापा एकदमै राम्रो खेलाडी हो हैन? हो, ऊ आफ्नो क्यापेसिटी आफ्नो पावर क्षमताले त्यहाँ पुगेको खेलाडी हो क्या। हो, डोना थापाको मिस्टेक, डोना थापाले गरेको गल्ती किन डोनाको भाइलाई दिने? ए लामा क्या, लामा लामा यार के गर्यो लामाले? के गर्यो? त्यो क्लबबाट व्यावसायिक फुटबल खेल्यो, यहाँ गऱ्यो त्यहाँ गऱ्यो, राष्ट्रिय टिमबाट फुटबल खेल्यो। उसले के उपलब्धि दिलायो राष्ट्रिय टिमलाई? नेपाली फुटबलमा लामाले दिएको योगदान के छ? ओके, एन्फामा के छ? यो एन्फाको राजनीतिले गर्दा आज खेलाडी सङ्घ जन्मियो अरे। अब अनि के फाइदा? अहिलेसम्म खोइ के नाप्यो त्यो सङ्घले? नाप्यो यति मात्रै होइन, सबै खेलाडीलाई अस्ट्रेलिया पठायो अनि यहाँ हली महली राज गरे बस्यो। एन्फाको कुरा सुन्ने हो नि खेलाडीले। तिमीहरू दह्रो बन्नु पर्यो कि? एन्फा दह्रो भएपछि यो खेलाडी सङ्घ भन्ने यो के भन्ने हुँदैन। अध्यक्ष अरे एन्फा अध्यक्ष काम के छ? त्यो प्रोग्राममा गयो, फुलको गुच्छा बोक्यो, हिँड्यो, बस त्यति छ। महासचिव 2 लाख कति सेलरी खायो बस्यो। खेलाडी मरी खेल्छ, छैन तलब भत्ता। 2 लाख सेलरी तिमी र कुनै क्षेत्रमा लगानी छ, तिमी एउटा बिजनेसम्यान पनि हो, तिमीले त्यहाँनिर गएर सोच देशको लागि के गर्छु है, म खेलकुदको लागि के गर्छु भनेर गएको छु, अनि तलब भत्तै बचाउने 2 लाख। अनि अर्को त लामा दाईको त योगदान सुनौँ न। योगदान नेपाली फुटबलमा योगदान के छ उसको? उसले छान्ने हो, राम्रो खेलाडीले खेल्नै नपाउने हो। राम्रो खेलाडी ल्याउन नेपालको खेलकुद कहाँ पुग्छ? हेर कोच, त्यो अल्मुताइरी कोच, अल्मुताइरी किन गयो नेपालबाट? यिनीहरूले नै खेदाएको होइन, यिनीहरूले नै गर्दा होइन, यिनीहरूले बनाएको स्ट्राटेजी भएन। किन? अल्मुताइरी एउटा क्यापेबल कोच थियो, स्ट्रङ कोच थियो। सबैले तिनीहरूले मिलेर उसलाई खेदाएर अहिले उनीहरूको आफ्नो राखे होइन। उनीहरूको आफ्नो राखेको उपलब्धिहरू के दिए यिनीहरूले? नेपाली फुटबलमा ल्याए के उपलब्धिहरू? यिनीहरूले फुटबल खेल्नु छैन, खेलाडी सङ्घ बनाएको छ, के खोलेको छ, यता हल्लाएको छ, उता हल्लाएको छ, राम्रो खेल्ने खेलाडीलाई अन्धकार बनाइदिएको छ, राम्रो खेल्ने खेलाडीलाई अस्ट्रेलियातिर पठाएको छ। म यो देशमा के गर्छु है भन्ने एउटा राम्रो खेलाडीको भविष्य अन्धकार बनाइदिएको छ। के थियो? ल, डोना थापाको कमजोरी के थियो? नेपाली फुटबल खेल्न सक्दैन थियो डोना थापा? राम्रो फुटबल खेल्ने खेलाडी होइन डोना थापा? डोना थापाको भाइ एरोन होइन? आज एरोनलाई बल्ल झापा एफसीले त्यो पनि के गरेर लियो भनेर भनिरहेको थियो। हिजो त्यो इन्टरभ्यू पनि एउटा देखिरहेको थियो प्रवेश कटवाल सरको। त्यहाँ भनेको थियो पर्सनल केही छ, पर्सनल कुराले, उसको दाईसँगको पर्सनल कुराले उसलाई किन अहिले यस्तो गरिँदैछ? नेपाली फुटबल त्यो लामा भनेको त्यसको बाउले को वीरता हो। अनि एन्फा तिमीहरूले के गर्छौ? त्यो खेलाडीको कुरा सुन्छौ कि तिमीहरूको कुरा खेलाडीले सुन्नु पर्यो? अलिकति लगाउ न, कि अलिकति दिमाग लगाऊ। तिमीहरूको के हो त क्षमता? तिमीहरू त्यो निकायमा बसेपछि तिमीहरूले गर्नुपर्ने काम के हो? त्यो कुरा कसले सोच्ने? नेपाली फुटबल यसरी नै सक्ने? सबै खेलाडीलाई कन्सल्टेन्सी खोल्दै विदेश पठाउने? यसरी नै सक्ने हो? अब हेर, त्यो एकजना राम्रो खेल्ने खेलाडी, म नेपालमै बस्छु, नेपाली फुटबलमै खेल्छु भन्ने खेलाडी जो दर आँसु झारेर रोइरहेको भिडियो, लाज छ क्या। सब लाज पचाएर कताबाट आउँछ, लुटेर खाने, जे गरेर खाने, यही मात्रै छ नि होइन? अरू केही नै छैन। अनि तिमी लामा दाई एउटा कुरा सोध, तिमीले नेपाली फुटबललाई कुनै पनि योगदान दिएको छैनौ, यो कुरा बुझ। कुनै पनि आफूले दिएको छैनौ भने अर्को मान्छे नेपाली फुटबलमा म केही योगदान दिएर आउँछु भन्ने आउँछ भने त्यसलाई खेल्न देऊ। तिम्रो बाउको वृत्ता होइन नेपाली फुटबल, यो कुरा बुझ।
यो कुरा बुझ तिमीले। तिम्रो संगठन भन्यो खोइ कोलाई के गर्यो तिम्रो संगठनले? सबैलाई भिजा एप्रुभ गराउँदै अस्ट्रेलिया पठायो होइन तिम्रो खेलाडी संगठनले? देशको लागि खेल्छु भन्ने एउटा युवा धुरुधुरु रुँदै बस्नु परेछ तिम्रो कारणले। तिमीलाई मान्नु पर्ने, तिमीलाई गर्नुपर्ने को हो? तिमी को हो? तिमी नेपाली फुटबलको को हो? यो पंकज विक्रम नेम्बाङ को काम मैले देखेको त्यो गुच्चा फुलको गुच्चा बोक्ने दशरथी स्टेडियममा यति हो, अरू केही पनि छैन उसले गरेको। लु भन्नु न, उनीहरूले भनेर देखाउँछ त मैले नेपाली फुटबललाई यो गरेँ। नेपालले पाएको एउटा हिरा त्यो अल्मुताइरी कोच, त्यो हिरालाई गुमायो नि नेपाली फुटबलै सक्यो। कारण के? यही लामै हो कारण। किन यिनीहरू खेल्नु सक्दैन थियो? उसलाई चित्त बुझेर नसक्ने खेलाडीलाई कोच हो निकालिदियो बाहिर। क्यापेबल प्लेयर हाल्ने हो नि। जहिलेसम्म तिनीहरू नै मात्रै बसिराख्नुपर्छ राष्ट्रिय टिममा भन्ने छैन नि। किन नेपालमा लियोनल मेसी जन्मिँदैन? नेपालमा क्रिस्टियानो रोनाल्डो छैन? यही कतारमा हेर्नुहोस् कस्तो राम्रो खेलाडी छ। विश्वकप गरायो कतारले। यहाँ के छ? कहाँ छ? हिमाल छ यहाँ? हिमालको पानी बगेको छ यो देशमा? वन जङ्गल कहाँ छ? हरियाली कहाँ छ? स्वच्छ खानेपानी पाउँछ यहाँको मान्छेले? टेम्परेचर मिलाउन पनि तपाईँको एसीमा बसेर, एसीको टेम्परेचरमा बसेर मिलाएर खेल्ने यो देशको खेलाडीहरू आज कुन लेभलको गेम खेलिसक्यो? अनि हाम्रो देश स्वच्छ हिमालको पानी, स्वच्छ वन जङ्गलको हावा खाने हाम्रो देशका युवाहरू छैनन् होला यहाँको जस्तो खेल्ने खेलाडी नेपालमा? खोजौँ न, खोजेर ल्याउँदा छ नि नेपालमा। चान्स दिउँ, सबैलाई चान्स दिएर हेरौँ न छ कि छैन। मेरोलाई होइन क्या, हाम्रोलाई होइन, राम्रोलाई दिउँ न। राम्रोलाई दिएर हेर्दा भेटिँदैन नेपालमा क्रिस्टियानो रोनाल्डो? राम्रोलाई दिएर हेर्दा भेटिँदैन नेपालमा लियोनल मेसी? कि त त्यही लामाको वरिपरि घुम्नेहरू मात्रै हुन्छ मेसी रोनाल्डो? उनीहरूले मात्रै खेल्न पाउनुपर्छ। अल्मुताइरीले ठिक गरेको थियो, यिनीहरूलाई निकालेको थियो नि, ठिकै गरेको थियो। तर यिनीहरूको राजनीतिले अल्मुताइरीलाई खेदायो नि त्यहाँबाट। त्यति बेला निरियो को भयो? एन्फा खेलाडीको कुरा सुन्छ। कोच एउटा हेड अफ कोच आइसकेपछि उसले सबै खेलाडीको क्यापेसिटी बुझेको हुन्छ। कसलाई मैले खेलाउने, कहाँ खेलाउने, कसरी खेलाउने। उसले दिएको रिजल्टहरू गलत थियो? अल्मुताइरीले दिएको रिजल्ट कुन गलत थियो? कुनै पनि गलत थिएन। तर खोइ के भयो? त्यसैले भन्छु लामा होस् कि यो छोटा होस्, जोसुकै होस्, नेपाली फुटबललाई सही नेतृत्व चाहिएको छ। यो एन्फाको यो भएन 2 लाख 3 लाख रुपियाँ सेलरी खाने यो तरिका भएन। खेलाडी के गर्छौ? ल तिम्रो एउटा टिम बनाऊ है। यो खालको खेलाडीलाई दिने होइन टिम बनाउनु। कोचसँग पावर छ भने कोचलाई पावर युज गर्नु देऊ। राम्रो गर न। आज हेर त्यो भाइको अन्धकार भविष्य त्यो डोना थापाको, अब उसको भाइको पनि त्यही नबनाइदेऊ। उसको भाइको नबनाइदेऊ। एकदम राम्रो प्लेयर छ, एकदम राम्रो खेल्छ, बुझ्यौ नि? उसको भविष्य नबिगारिदेऊ तिमीहरू। होइन मैले यति भन्दै गर्दा तपाईँलाई कस्तो लाग्छ होइन? प्रतिक्रिया दिनु होला। चाहे गलत भने जस्तो लाग्छ होला, चाहे गलत भनेको छ भने ठिक छ, गलतै हो। तर के हो भने नेपाली फुटबल या नेपाली खेलकुदलाई माया गर्ने मान्छे हो क्या। म पनि कुनै बेला खेल्थेँ, फुटबल खेलेको हो मैले पनि, होइन? माया गर्ने मान्छे हो। नेपालमा यस्तो भइरहेछ अहिले खेलाडीहरूमा, होइन? राम्रो खेल्ने खेलाडीहरू सबै पलायन भइरहेछ। त्यही भएर केही कुरा बोल्नु मन लागेर बोलेको मैले, होइन? मेरो विचार हो, मेरो विचार राखेको, यसलाई गलत नमान्नु होला। त्यही हो ल। अनि अब के भन्ने सबैलाई, होइन? जय नेपाल, जय नेपाली फुटबल, होइन? फुटबललाई सबैले माया गरिदिनु होला, नेपाली खेलकुदलाई सबैले माया गरिदिनु होला। त्यही नै हो। हस्।